ओके सो गाइज मैले यतापट्टि मासु बसालिसकेको छु र यहाँ मासु बेक हुँदैछ सो हेलो गाइज वेलकम टु माई न्यू ब्लग आई होप तपाईँहरू सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु सो गाइज होइन आज चाहिँ हामीले रुममा चिकन र अनि हामीले चाहिँ एकदम मस्त तरिकाले खाना खाँदैछौँ सो अन्तिमसम्म तपाईँले ब्लग हेरेर साथ दिनु र भिडियोलाई मन परे कमेन्ट लाइक सेयर सब्सक्राइब गर्न चाहिँ नबिर्सनु गाइज सो लेट्स गो के छ तिम्रो हालखबर ठिकै छ ओके के हो त तिमीलाई त म आज बहुत ह्याप्पी ह्याप्पी देख्छु त अनि किन हो यस्तो स्याड हो कि ह्याप्पी हो तिमीले के काम गर्छौ भन बिस्तारै बोकेर सुत्दिन्छौ हो र सो म यहाँ चाहिँ अब म आफ्नो पुरै इन्ग्रिडियन्ट्सहरू रेडी गर्दै गर्छु सो तिम्रो काम चाहिँ आज भ्लग बनाउने ओके राइट सो लेट्स गो भन नि त खै लेट्स गो साथीहरु आज मैले भ्लग बनाउँछु चाहिँ सुशीलले चाहिँ मेरो बुढोले काम गर्नुहुन्छ आज ल के भन्नु लाग्यो तिमीले यो कसको भाडा हो यस्तो खै कसको भाडा यो किचन चाहिँ सेयरिङमा छ नि त अनि सो त्यही भएर हो क्या जहिले पनि यस्तै हुन्छ जहिले पनि यस्तै हुन्छ केही छैन सो यो हाम्रो होइन यो होइन हाम्रो यतापट्टि हो यो हाम्रो अब एकछिन चाहिँ यो ठाउँ हामीले सब ओगर्ने है यो चाहिँ मैले किन लिएर आएको थाहा सो यो सलादको लागि लिएर आएको निम्बु हो क्या त्यो लेमन हो के हुँदैन छोड न अनि यो चाहिँ के भन्छ नि यसलाई गाजर यो चाहिँ गाजर यो चाहिँ डल्ले खुर्सानी गाइस अरे यहीँ पाइएको अनि यो चिकन कति किलो हो थाहा 2 किलो यहाँ प्राइस देखाऊँ न प्राइस सो गाइज 2 केजीको यति हुन्छ गाइज देख्नुभयो त यस्तो चाहिँ यहाँ कति छालावाला लिएर आएको के यस्तो गर न निकाल न यसलाई डस्टबिनमा हाल त्यो डस्टबिन पनि हेर न यहाँ भरेर कत्रो भइसक्यो यस्तो छ हालत ल मासु धुनुपर्छ सानो मासु धुनुपर्छ होइन खै के पो भएको तर यसमा हालेर धुनु 2 किलो चाहियो त अनि 2 किलोमा ल्याएर कति ल्याउने ल यता यता ओहो दिदी चिकन कसले धुन्छ ल ठिक छ छिटो गर छिटो सानो छिटो दाइ धुने हो दामी यार सो गाइज होइन चिकनको साइनिङ हेर्नु तपाईँहरूले कस्तो छ कति दिनदेखि मारेर राखेको है कहाँ बिजी हुनुहुन्छ तपाईँ ग्रुपमा ए दामी यार सानो के हो के गर्नु आउनु भयो मैले यहाँनिर यहाँ अदरक काटेर दिनु थाल्छु किन भन्दाखेरि अदरक र अनि जिरा धनियाँको पेस्ट बनाउनु पर्छ नि त सानो जो आज कसले बनाउनु थाहा चिकन सानो त्यो अदरक छिल्दिनु मात्रै उयो गर्ने आज मिक्सरमा पिस्ने यहाँ धुनु न कस्तो फोरी हुँदो रहेछ छिलेर धुन दिनु न यस्तो त धुने हो क्या यहाँ दिदी के हाल्नुभयो अदरक लसुन जिरा खै त यामा जिरा हाल्नु न त नि जिरा सकेसम्म धोएर हाल्यो भने थियो के अरे नेपाली जिरा हो क्या छिटो फटाफट त्यहाँ टिमुर सिमुर चाहिँ त्यो नहाल्नु है त्यो मेथी सेथी नहाल्नु खुर्सानी कति हाल्नुभयो हुन्छ यतिले खाइदिनु आज त्यो चाहिँ कचरा यत्रो भरेको कहिले फाल्ने हुन्छ कहिले फाल्ने हो बसाल्नु न त यता खाली त प्याज काट्दै गर्नु धोएर राखिसकेँ मैले नाइ कराई धोको कराई अनि ऊ के अरे त्यो पनिर पनि धुनु न के डल्ले खुर्सानी टोकेर खाने दिदी यसमा नहाल्ने बाबा
यहाँ चाहिँ त्यस्तै हुनुहुन्छ भयो दिदी भयो र खै भएन क्या ठिक छ हेरौँ धेरै हाले पानी धेरै हाले बाबा यहाँ सेपले त फेरि प्याज त खतरा काटिदिनु भयो त दबदबा है गरौँ न अलिकति अलिकति अझै उ गर्नु त पिरो नगराउने फेरि खान नसकेर यसको हो कि यसको बाबै नसानो मासु त प्याज धेरै भयो त बुढो अब हेर न मासु 2 किलो हो फेरि प्याज सबै त्यसमा हाल्ने हो यो के सलादको लागि पनि हो हैन ए प्रभु दिदीले चाहिँ यता कराई बसाल्नु भयो म चाहिँ ग्यास अन गरिदिन्छु ल देख्यौ जादु कतै क्रिस त होइन तपाईँ थाहा पाइहाल्छु नि मैले हाल्न आउनु भयो अब कराई तातेर आगो भइसक्यो पोखेलाई राम्रोसँग फेरि आज चाहिँ मेरो बुढोले बनाएको खाना खाने यहाँ होइन निकाल्नु पर्यो तेल यो हो हाम्रो ठिक्क आउनु धेर नआउनु तपाईँले 2 किलोलाई पुग्ने जति ठ्याक्कै भयो तेल खरिदै छ के यो हाल न एउटा प्रयोग गरौँ ल्याउनु न हाल्नु ल्याउनु न खाइदिइहालौँ एउटा के भन्नुभयो ए ऊ हाल्नु चाहिँ तेजपत्ताहरू हाल्ने ल्याउन पहिला मासु पया ल्याउन हाल्नु ए तपाईँले प्याज टमाटरहरू नहालेर मासु मात्रै गर्न आउनु भयो के एकैचोटि प्याज र मसला हालेर भुटिदिनु क्या मासुलाई त्यसरी त उ होला नि कस्तो लछपछा हुन्छ के हुन्न के साउनु त्यसो भए त अघि नै मासु धोइसकेको थियो अनि उ गर्न थियो त अनि त्यो होइन पानी निस्किन्छ कि धेरै त्यही त नि पहिले प्याज त्यही गरौँ है पहिले प्याज राखौँ है पानी निस्कियो सो गाइस अब हामीले चाहिँ पहिले हामीले चाहिँ प्याज राख्छौँ ऊ तात्तिकै छैन क्या ए बरु मेरो बुढोको बुद्धि खै त यो त कति तपाईँ जानु न ल्याउनु त यहाँसम्म आफ्नो डर लाग्यो मासु लगाउनु पनि रोक न हुन्छ कि भइहाल्छ टेन्सन नगर न आँखासँग फुटाल्नु होला झन् तपाईँले सोच्नु होला के बनाउनुहुन्छ होला मासु भन्छ सानो भनिदेऊ तावा तोडेको मैले बनाउनु त उताटिको त्यो कुकरै खसालिदिनु राम्रोसँग गर्नु सानो हजुर प्याज खर्यो क्या हरियो देखाउने देख्यौ लास्टै खराउनु भएछ त ब्राउन भएछ त बुढो ब्राउन गराउनु पर्छ त प्याज त खाँदैलाई बल्ल पो राम्रो हुन्छ प्याज अनि काँचो प्याजमा पकायो भने मासुमा टेस्ट आउँदैन क्या अनि मासुमा पानी पानी हुन्छ क्या मासुमा पानी पनि हुन्छ धेरै सानो बाबा एक कडाई मासु खान सक्छौँ हामीले यहाँ मासु लबरी दुई कराई पनि सक्छ भएन दुई कराई पनि सकिन्छ दिदीको यस्तो भनाइ हेर्नु त यहाँ पारा सबै भएपछि त अनि अहिले हेर्दै जाउँ राति हुन्छ नि तपाईँ के काट्दै हुनुहुन्छ सलादको लागि हो ल ठिक छ सबै यो रेडी गरेर राख्नु होइन अनि यसको चाहिँ कसरी निकाल्नुपर्छ डिजाइन चाहिँ म निकाल्छु ल ओके सो गाइज मैले यतापट्टि मासु बसालिसकेको छु र यहाँ मासु बेक हुँदैछ सो म चाहिँ यहाँ छु दिदीहरूलाई चाहिँ दिदी र दाइ आउनुभन्दा अगाडि हामीले खाना बनाएर रेडी गर्नुपर्छ ल ओके मेरो बुढी चाहिँ अब यहाँनिर बसिरहेको छौँ अहिले थाक्यौ क्या धेरै काम गरेर हो नगरौँ त सो गाइज रेडी भइसक्यो है त यसलाई यहाँ राखिदिनु अब यो निथ्रिँदै गर्छ पानी ल किन
धोएर त्यो त चाहिन्छ अबि तपाईँको दिमाग पनि बहुत चल्ने रहेछ साँच्ची भन्नुभयो ल ठिक छ यतापट्टि हुँदैछ है त गाइज रेडी यो चाहिँ मसला पिसेको हो मिक्सरमा होइन यो मसला मिक्सरमा पिसेको हामीले होइन ल के भर्खर लिएर आएको त्यहाँ गएको हो र आज हामी नेपालकोमा गएको आज होइन त्यही त नि अनि यतापट्टि यो टमाटर छ यो यस्तै छ गाइज बवाल ए मेरो बुढो हजुर के गर्दा हौ तमी म अहिले म यहाँ मासुलाई फर्माउँदैछु यत्रो ठुलो ग्यास बनाएर हेर्छ मासु डरालेर कहाँ डढ्यो मासु ऊ ला भगवान्ले त चढिहाल्यो एउटा भगवान्ले कहिले मासु खान्छ यहाँ कुरा पनि कस्तो कुरा गर्छ भगवान्लाई चढ्यो गरे पितृहरूलाई चढ्यो भने हाम्रो ऊ यस्तो भन्छ है साथीहरू झन् ढाक्दिनु न बुढो भए ढाक्दिनु न ढक्कनले यो भयो क्लिन गरिदिइहाल्नु यसलाई यति थके लागेको ढाक्नु पुरो छिटो हुन्छ क्या ढाक्नु त ढाका छिटो हुन जानु किन थाहा भइसक्यो ढाका झन् ढिलो हुन्छ अनि तपाईँ त्यहाँ उभिएर छिटो हुन्छ त अनि साइडमा उभिनु न यता आएर ल ओके अरू चाहिँ सबै काम गर्न आउनुहोस् साथीहरू म चाहिँ यहाँ मस्त बसेर भ्लग गराउँदैछु तपाईँहरूले धेरै भन्नुहुन्थ्यो नि त अनि वर्षाले काम गरिन् अनि वर्षालाई पनि कहिले कहिले भ्लग समात्न दिनु भनेर अनि आज चाहिँ मैले समात्ने मोबाइल शिशिरले चाहिँ काम गर्ने कति सजिलो छ है सजिलो त छ त कस्तो हुँदो रहेछ काम गर्न रमाइलो हुन्छ यार गर्नु गर्ने त पन्यो खसाल र ढङ्ग त छैन क्या 5 पैसाको पन्यो ढङ्गसँग छैन मासु मिठो भएन भने तपाईँलाई मैले जानेछु कि मासु त यस्तो बनाइदिन्छु नि सानो मैले जिन्दगीमा खाएर गयो गर्नु त्यस्तो बनाइदिन्छु त्यस्तो हेरौँला कतिको रहेछ बोलीमा दम बहुत पानी निस्क्यो यार तर कसम यार त्यो पानी पुरै सुकाउने हो अनि त्यसपछि यस्तो टेस्टी हुन्छ नि गाइस आजको हाम्रो खाना बवाल हुन्छ यो बवाल पानी सुक्यो सानो पानी सुकिसक्यो बेसार हाल्नु नपर्ने बेसार हाल्ने हो कि म हालिदिउँ र म हाल्छु मसला सुरुमा भुट्न पर्ने थियो होइन पहिला बेसार हाल्ने हाल्छ त्यो बेसार यो होइन यो अझै हाल्नु त्यतिले हुन्न होइन हेर्दा पछि आयो त अघि बिचरा कठाइन किन यस्तो रमिता मचाउनु भयो क्या तपाईँले यस्तो हेपेर बोले जस्तो आएको भन्दा हेपेर होइन तित मानेको मैले तपाईँको अनि त यस्तो गर्ने पर्छ गर्न पर्छ त्यो त त्यसो त কোনো दाग लागेन नि दाग लाग्यो भने आफै धुनुपर्छ है फेरि तिमीले धुनेर वासिङ मसिन छ यहाँ वासिङ मेसिनमा जान्न नि त दाग साग र अनि के बोक्यो किन हल्ला गर्ने यो त यहाँ कस्तो राम्रो गयो नि के सोच्यो त के भइदियो र नुन हालेपछि फेरि पानी आउने होइन होला अझै यसलाई अलिकति फुट्नुपर्छ अझै पागल केटी तिम्रो थाहा तिमी त त्यो मलाई थाहा भइसक्यो तिमीले मलाई रटरपटर गरेर खुवाइदिनु रहेछ नि सधैँ आज म खुवाउँछु तिमीलाई हेरेर कस्तो हुन्छ मासु अबदेखि म खाना बनाउन बस्दिनँ अब तपाईँले नै बनाउनु मासुलाई तिमीले बनाउँदैन नि तिमीले मासुलाई बनाउनु रहेछ जहिले पनि के अरे आज हेर के होइन किन अब यस्तो आत्तिने आमामा रगरग गर्ने सानो के हो भन्दैन भने मसला हालिदिनु तपाईँको पारा खाइ पानी हाल्छ नि ए म त आत्ति सुके राम्रो भएन भने त म आज खाउ पनि खाइन्छ सबैले टाउकोमा मुस्तिने भात ग्यास चुलो बनाउनु न सानो नै नगर ग्यास नगर डोराउनु भयो कस्तो बास्ना आयो त होइन दादा त्यो मसला पानी हालेर हाल्ने हो कि भयो के हाल्न आउनु भयो अब स्पेसल मसला हो तपाईँको यो मिर्ची हो क्या सानो खुर्सानी त पिरै छ नहाल्नु धेरै यसमा खुर्सानी हालेको त किन एउटा भक्का भक्का हाल्ने फेरि कहिले भन्नुपर्छ त्यो सामने तपाईँले यस्तो गर्नु मात्रै हात यता पनि ल्याउन मिल्थ्यो क्या साँच्चै अनि नआत्तिनु एकैछिन मसला आउँदैछ आयो त आयो दिदी कुन मसला हो यो गोल्डी मसला नेपालको फेमस गोल्डन सानो
कहिले आउँदा हाम्रो गाउँघरतिर पाइन्न होइन पाइँदैन यो अँ हाम्रोतिर त पाइन्छ एकदम। हो हो है यसको फ्याक्ट्री उता भएर होला क्या सायद त्यस्तो लाग्छ हो साइनतिर छैन यस्तो फ्याक्ट्री सो गाइज होइन गोल्डी मसला हाल्ला चाहिँ मैले मासुमा यो गोल्डी मसला बहुत धेरै वर्ष अगाडि देखेको थियो त्यसपछि चाहिँ यो चाहिँ हाम्रो गाउँतिर चाहिँ देख्न हराएको थियो हाम्रो गाउँतिर चाहिँ करेन्ट मसला भन्ने पाउँछ दुइटा हाल्ने हुन्छ दुईटै हाल्नु। दबाई दिनु न दुइटा के भन्दा नि उठेर देखाउनु न अलिकति देखाउनु यो चाहिँ गोल्डी मसला मैले यहाँ एड गर्दैछु एड गरिहालेँ ल गोल्डी दुइटा नहालौँ यार के सानो टमाटर पनि हाल्नु भएन अझै के अरे टमाटर पनि हाल्नु भएन दुइटा नहालौँ दिदी यो त मसला त यत्रो त यहीँ खेर गयो टमाटर हालिदिउँ अनि सान त्यो चाहिँ नहाल्नु है खोरो घिन लाग्छ मलाई तर त गोल्डी मसला पछि हाल्ने हो क्या बुढो कसले भन्यो मैले बिस्तारै बिस्तारै यो के हो यो गाईको हो क्या यो त अँ टमाटर साइज हाल्नु। नुन हालेको हामीले हाले छैनौँ नुन हालेको यस्तो छ बुद्धि यस्तो छ दिमाग अब कसरी हुन्छ साथीहरू नुन हाल्छु है त चर्को नबनाउनु है मैले बनाएको अहिले चर्को हुन्छ लाग्यो यो चाहिँ उनुन हो नि सानो के अरे उनुन हो क्या के नुन? पुग्दैन पुग्दैन हाल्नु अझ भयो भयो पुग्छ क्या अब पुग्दैन कि तपाईँले हालेको अनुसार मैले यहाँदेखि भनिदिइसकेँ अझै हाल्नु अझै हाल्नु लाग्दैन के यो पर्व भयो क्या यार सानो यार नुन चर्को भयो भने मजा आउन फेरि मेरो कस्तो यति हाल्नु एक चम्चा टनक्क भरेर हाल्दै त सकियो थियो डेजर्ट हुन्छ क्या मेरो छ्या सानो कस्तो जलेको स्मेल आइरह है जल्ने जले होइन हेर्नु देखाउनु यहाँ देखाउनु यहाँ दामी देखियो क्या अरे ए, यतिको बेसी दाल पकाउनु पर्दैन क्या बुढो हँ? दाल पर्दैन त नपकाउने भनेको कोही कोही घरिघरि झ्याउ गर्छ अझै बहुत तेल छ क्या सानो फेरि म त यस्तैसँग खाने म त खान्न दाल साँच्चै भयो साँच्चै भयो फाइनल लुक छ है यसको अब अनि धनियाँ धनियाँ हालेपछि हुन्छ अब ल सकियो यो सकियो बनाएर सकियो यसमा राख्नु न हाल्यो गोल्डी एउटा मात्र हाल्नुभयो नि तपाईँले हाल्दा यसलाई यता राख उम्, एउटा मात्रै हाल्यो क्या एउटा लिनु पुग्छ यार अँ त नि होइन उम्। दाइ आउनु तर बहुत बहुत वर्ष अगाडि देखेको नि सानो हामीले गोल्डी के? गोल्डी मसला के अँ। हाम्रोतिर चाहिँ अहिले करेन्ट मसला चाहिँ धेरै फेमस छ ल। फुल कस्तो काटेको यस्तो राम्रो काट्नु न यता सलाद काट्ने चक्करमा यो सानोले जान्न हेर्नु डरला नि फेरि भयो सानो यो त्यो भयो दिदी भन्यो मासु पाक्यो अँ टेस्ट गर्नु पर्यो। खै एउटा निकाल्नु त प्लेटमा खाइहालौँ टेस्ट गर्नु दिदी प्लेट ल्याउनु जानुभयो दिदीले त राम्रो त भएन मलाई थाहा तर मलाई नुन चाहिँ कम लागिरह्यो है मैले भन्थेँ साथीहरू नुन लागेन भनेर मेरो बुढीले चाहिँ विश्वास मान्नु भएन अहिले चाहिँ नुन थप्दै हुनुहुन्छ नुन नलालेको छ क्या फेरि मैले भन्नु हाल्नु हाल्नु त भनिरहेको थिएँ मैले हाम्रो चाहिँ मासु चाख्नु लाग्यो है बन्द गरिदिन्छु ग्यास है पाक्यो पाक्यो के पाकिसक्यो न एक धेरै हो पता नै कसको नम्बर कामबाट एउटा कामको फोन आएको थियो जस्तो नुन लाग्यो लाग्यो ठिक छ। मजा लाग्यो त्यसमा मैले भर पाएन नि फेरि किन भन्नु न त्यसमा मैले किन भर नपाएको थाहा तर निम्बु राखेँ। निम्बु त राख्नुपर्छ त अहिले एकछिन राख। मैले पनि चाख्छु है साथीहरू बुढोले बनाएको बुढो तातो खान सक्दैन कस्तो छ नुन के पुग्यो होइन भन न सुक हाल्नुपर्छ क्या के गर्ने? किन नुन चोर्को हो थोरै। चर्को हो होइन र? उहाँ, के त? ठिकै हुन्छ नि त। बुढो मासुमा के नपुगेन के नपुगे जस्तो भयो क्या नाडेको कसम भनेको सब पुग्यो नाडे त्यति राम्रो भएन सब भनिदिनु है फेरि होइन कि ठिक छ। नेक्स्ट टाइम बनाउनु फेरि मैले राख्दैछ। त्यो आफ्नो हाल्नु पर्ने धनियाँ हाल्यो अनि धनियाँ हालेर फेरि स्मेल आउँछ नि त्यसै आयो ल भयो 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 सानो कटिङ गर्न स्टार्ट भयो अँ। तपाईँले गोलो किन काट्नुहुन्न
गोलोमा पनि सलाद खान नि गोलो सलाद कस्तो खानु त त्यस्तै हो हो मलाई मनपर्ने सबसे बेस सलाद भरिमा यही हो खाने हो प्याज कटिङ हुँदैछ साथीहरू अब प्याज चाहिँ गोलै हुन्छ नि कटिङ अब तपाईँले बहुत काम गर्नुभयो कि बुढो तपाईँको एउटा चप्पल कुल चोर दियो न सानो को होला त्यो चोर मलाई पत्ता लगाउनु मन लाग्यो मैले पुरै हेरेँ भेटाउँदै भेटाएन कहाँ हेऱ्यो यहाँ के छ नि त सुहरू राख्ने चप्पलहरू राख्ने ठाउँ त्यहाँ हेरेको छैन क्या हिजो रातदेखि गायब भयो मेरो बुढोको चप्पल साथीहरू मलाई यस्तो टेन्सन भयो यहाँ पाँच केडी होइन सानो यहाँको पाँच केडी हो कि भन्दाखेरि चाहिँ त्यो पढ्ने रहेछ त्यो भनेको अहिले अब भर्खर काममा लाग्यो जुत्ता लाउनु पर्ने अवस्था छ एकदम मेरो बुढोको खुट्टा दुख्यो कि नै कतिखेर आउनुहुन्छ आधी घन्टामा हिँड्ने हो कठै ल छिटो आउनु ल छिटो यहाँ पुरा रेडी भएर बस्यो हामी हेर्नु त यत्रो सलाद काटेर बस्यो ल सो गाइज होइन दिदी आउँछ ढिलो गर्नु भएको छ मैले चाहिँ सबै कुराहरू रेडी गरेर बसिसकेछ सो गाइज एकछिनपछि हाम्रो डिनर हुन्छ है त माल दिदी हजुर खाना खाएर भइयो खाना खाएर भ्यायो भाइ ल साथीहरू फाइनल्ली यति दामी चिकन बनाएर हिँड्छौ ओहो मलाई कस्तो झल्को लाग्यो नि गाउँतिर टमाटर नपाउने कि कहिले कस्तो पाइँदैन नि त टमाटर मतलब गोलमेडा भन्ने नहुने सानो अनि त्यो ठुलो चाहिँ बजारमा नआउने अनि के गर्थ्यौँ हामीले टमाटरको जग्गा चुक हाल्थ्यौँ त्यसले चाहिँ आज चुक हालेको यो मासुमा नराधिक भने मैले चुक हालेको यस्तो बबाल दामी भयो अनि खतरा हो दाइ मासु कस्तो बनेको थियो एकदम एवान छ मासु हो मासु चाहिँ सधैँ खाइरहेको हो अँ तर आजको चाहिँ अलग फ्लेभर अलग टेस्ट गाउँको झल्को आउने हो गरेको हैन ल ठिक छ ल दामी थियो सो साथीहरू होइन आजको हाम्रो डिनर पनि एकदम बवाल भयो दिदीहरूलाई मैले सरप्राइज दिएँ एकदम बवाल त्यो साथीहरू माया छ सबैजनालाई लभ यु गाइज यस्तै भिडियो हेर्नुलाई च्यानललाई सब्सक्राइब गर्नु र भिडियोलाई मन परे कमेन्ट अनि सेयर गर्नु होला गाइज बाई बाई दाइ बाई बाई भनिदिनु बाई बाई दिदी बाई गरिदिनु भाडा कल दुनी अब भाडा मल दुनिया अब आज उठे यहाँ ल